हेलो साथीहरू, वेलकम टु माई च्यानल श्रेष्ठ भ्लग। सम्पूर्ण साथीहरूलाई एकदमै धेरै स्वागत छ मेरो च्यानलमा। आज हामी जाँदैछौँ क्रिक पार्क। नेपाल फेस्टिभल 2025 दुबईमा पहिलोचोटि लाग्दैछ र म एकदमै धेरै एक्साइटेड छु त्यहाँ जानको लागि होइन। रोडहरू पनि एकदमै अस्त व्यस्त, एकदमै भिडभाड थियो र हामी हतार लाग्यो क्रिक पार्कतिर। फाइनली साथीहरू हामी आइसकेका छौँ क्रिक पार्कको अगाडि। एकदमै हेर्नुहोस् त, भ्यू एकदमै दामी दामी दामी। मलाई त नेपालमै छु जस्तो फिल भइरहेको छ साथीहरू। यस्तो दामी क्या। उता लेखेको रहेछ दुबई पब्लिक पार्क भनेर। क्रिक गेट नम्बर 4बाट आइएछ हामी चाहिँ। फाइनली साथीहरू मैले इन्ट्री पाइसकेँ, म भित्र आइसकेको छु र इन्ट्रीको लागि 5 दिरहम लागिन। म चाहिँ फ्रीमा परेँ है साथीहरू। अनि हामी जाँदाखेरि प्रोग्रामहरू चाहिँ चलिरहेको थियो र आज चाहिँ सन्दीप छेत्री, एलिना चौहान र अर्जुन सापकोटादेखि लिएर विभिन्न कलाकारहरूको हामी प्रस्तुति हेर्ने नै छौँ। अझ हामीलाई केही हदसम्म भए पनि नेपालको छलको मेट्ने यो पहिलो ऐतिहासिक कार्यक्रमको लागि एकचोटि ताली बजाइदिनुहोस्। थ्याङ्क यू। सांगीतिक प्रस्तुतितर्फ जाँदैछौँ। To further add power and energy to this wonderful evening, we now have a delightful cultural dance performance by 26 talented artists. आफ्नो गाउँ ठाउँ देश कहिले नबिर्सनुहोला। सधैँ यस्तै माया लिइरहनुहोला, माया दिइरहनुहोला है त गाउँले हो। सर्वस्व नै सुम्पिरहने छैनौ तिमी साथमा बस्यो अलग्गै। ओ यता जो भन ढल्क्यो अलग्गै। यतै हिँडेको हो किन चाहिएन, नामभन्दा नि ठुलो हुँदो रहेछ दाम। यतै हिँडेको हो किन छैन, नामभन्दा नि ठुलो हुँदो रहेछ दाम। पछाडि हिँडेको बिजुली बालेर हट भएर ड्युटी गएर हामी ड्युटी गएर भन्न चाहन्छु, प्लिज उहाँहरूलाई पुरा पैसा नदिनुहोस्। हो, पुरा पैसा दिन जरुरी छैन। किन भन्दाखेरि आधी गीत त अडियन्सले गाइदिरहेको छ। अनि फेरि सिङ्गर आउनुहुन्छ अनि भन्नुहुन्छ हात माथि खुट्टा हल्ला।
ताली बजा मैसँग नाच अब गाना गाउन आएको कि पिटी खेलाउन र खुरु खुरु गा अनि जा अलराइट म Welcome, Santi Sri Pariar. आजको कार्यक्रम कस्तो लाग्यो साथीहरू? मैले त एकदमै धेरै इन्जोय गरेँ। आई होप हजुरहरूले पनि इन्जोय गर्नुभएको होला। र कार्यक्रमको अन्तिमसम्म चाहिँ मैले देखाउन पाइनँ। म आधी घन्टा अगाडि नै निस्किसकेको थिएँ। त्यसमा चाहिँ म सरी माग्न चाहन्छु र कार्यक्रम मलाई ठिकै लाग्यो। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। मेरो भिडियो कस्तो लाग्यो त्यसको बारेमा पनि कमेन्ट गर्नुहोला र मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला भन्दै आजको भ्लग यहीँ टुङ्गाउन चाहन्छु। थ्याङ्क यू फर वाचिङ।